एउटा यस्तो देश जहाँ मानिसहरूसँग खानाका लागि पर्याप्त खाना समेत थिएन। गरिबी यति चरम थियो कि खाना नपाएर मानिसहरूको ज्यान जाने गर्थ्यो। त्यहाँ कुनै प्राकृतिक स्रोत साधन पनि थिएनन्। कुल क्षेत्रफल मात्र 719 वर्ग किलोमिटर, यति सानो छ कि विश्वको नक्सामा सजिलै देख्न पनि गाह्रो छ। तर आज यही देशको जीडीपी करिब $1,27,766 छ। एसियामा पहिलो र विश्वमा दोस्रो। सिङ्गापुर एउटा सिटी स्टेट हो, अर्थात् आफै एउटा सहर पनि हो र देश पनि। यहाँ प्रत्येक वर्ग किलोमिटरमा 7,000 भन्दा बढी मानिस बस्छन्। यसको मुख्य भूभागका वरिपरि 64 वटा साना टापुहरू पनि छन्। छेउमै मलेसिया र इन्डोनेसिया जस्ता देशहरू छन्। सिङ्गापुरको सम्पूर्ण सीमा समुद्रसँग जोडिएको छ। सिङ्गापुर नाम कसरी हुन गयो त? सिङ्गापुरको फुल स्टोरीमा जानुभन्दा अगाडि हाम्रो च्यानललाई लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। राजकुमार सङ नीला उतामाले यस टापुमा सिंह जस्तो देखिने एउटा अनौठो जनावर देखे। त्यसैले उनले यस ठाउँको नाम सिङ्गापुरा राखे, जसको अर्थ हो सिंहको सहर, लायन सिटी। ब्रिटिस इस्ट इन्डिया कम्पनीले सिङ्गापुरमा विशाल बन्दरगाह निर्माण गर्यो र एउटा क्रान्तिकारी घोषणा गर्यो। यो बन्दरगाह विश्वका जुनसुकै देशका जहाजका लागि पूर्ण रूपमा निशुल्क हुनेछ र कुनै पनि ट्याक्स लाग्ने छैन। यस नीतिले संसारभरका व्यापारीहरूलाई सिङ्गापुरतर्फ आकर्षित गर्यो। बन्दरगाहको प्राकृतिक ढलान उपयुक्त भएकाले ठूला जहाजहरू सुरक्षित रूपमा आउन जान सक्थे। तर ब्रिटिसहरूको ध्यान केवल व्यापारमा थियो, जनताको जीवनस्तरमा होइन। फलस्वरूप सिङ्गापुरमा अफिम सेवन, जुवा, दास व्यापार र अपराध तीव्र रूपमा बढ्यो। सन् 1847 को तथ्याङ्क अनुसार सिङ्गापुरको 70,000 जनसङ्ख्या मध्ये 40,000 चिनिया नागरिक थिए र तीमध्ये 15,000 अफिमको लतमा फँसेका थिए। पैसाको सट्टा मानिसहरूले एकअर्कालाई अफिम नै दिन लिन थाले। नोभेम्बर 1869 मा सुएज नहर खुलेपछि सिङ्गापुरको रणनीतिक महत्त्व झनै बढ्यो। इङ्ल्यान्डदेखि चीनसम्मको यात्रा 5,000 माइलले छोटिएको थियो। यसले बन्दरगाह व्यापार फस्टायो, जनसङ्ख्या बढ्यो। तर त्यससँगै प्रथम विश्वयुद्ध, स्पेनिस फ्लू, ग्रेट डिप्रेसन र दोस्रो विश्वयुद्धले सिङ्गापुरलाई एकपछि अर्को धक्का दियो। 8 फेब्रुअरी 1942 मा जापानले सिङ्गापुरमाथि आक्रमण गर्यो र मात्र 7 दिनभित्रै ब्रिटिस सेनालाई पराजित गर्यो। जापानी शासनमा सार्वजनिक स्थानमा सामूहिक हत्या, जबरजस्ती श्रम र अमानवीय यातना चल्यो। अगस्त 1945 मा हिरोसिमा नागासाकीमा आणविक बम खसेपछि जापान पछि हट्यो। ब्रिटिसहरू फेरि फर्किए। तर त्यति बेला सिङ्गापुरका मानिसहरू एउटा रोटीका लागि पनि तडपिरहेका थिए। ली कान यू, इतिहास बदल्ने नेता। प्रधानमन्त्री ली कुआन यू सामु राजनीतिक चुनौती मात्र थिएन, सिङ्गापुरको अवस्था पनि अत्यन्त दयनीय थियो। गरिबी, भोकमरी, झुपडी, बस्ती, अपराध, बेरोजगारी र जातीय विभाजनले देश थला परेको थियो। मानिसहरू आफूलाई एउटै राष्ट्र भन्दा पनि आफ्नै समुदायको सदस्य ठान्थे। ली कुआन यूले बुझे देश एकताबद्ध नभएसम्म कुनै पनि सुधार सफल हुँदैन। त्यसैले प्रधानमन्त्री बने लगत्तै राष्ट्रिय झण्डा र गान तयार गराए र फेब्रुअरी 1960 मा एचडिबी स्थापना गरेर झुपडी बस्ती हटाई आधुनिक आवास निर्माणको अभियान सुरु गरे। त्यति बेला सिङ्गापुरका करिब 70% नागरिक झुपडीमै बस्थे। त्यसपछि झुपडीमा बस्ने मानिसहरूलाई अत्यन्तै सस्तो मूल्यमा घर उपलब्ध गराइयो। जससँग घर किन्न पर्याप्त पैसा थिएन, उनीहरूलाई लीज प्रणाली मार्फत घर दिइयो। त्यसैगरी जागिर गर्ने मानिसहरूको तलबबाट कटौती हुने सेन्ट्रल प्रोभिडेन्ट फन्ड पनि सुधार गरियो। त्यो भन्दा पहिले यो रकम सेवानिवृत्त भएपछि मात्र निकाल्न पाइन्थ्यो। तर ली कुआन यूले नियम परिवर्तन गर्दै चिकित्सा आपतकालीन अवस्था वा घर किन्न वा बनाउन चाहिएको अवस्थामा त्यो रकम पहिले नै निकाल्न मिल्ने व्यवस्था गरे। यसको परिणाम निकै प्रभावकारी भयो। केही वर्षमै झुपडी बस्तीहरू आधुनिक अपार्टमेन्ट र आवासीय भवनहरूमा परिवर्तन भए। सरकारले जानी जानी एउटै भवनमा विभिन्न समुदायका मानिसहरूलाई बसोबास गरायो। यसको उद्देश्य स्पष्ट थियो, मानिसहरूबीच मेलमिलाप बढोस् र समुदाय अनुसार छुट्टा छुट्टै बस्ने परम्पराको अन्त्य होस्। प्रधानमन्त्री लीलाई राम्रैसँग थाहा थियो, यदि धार्मिक र जातीय विभेद अन्त्य गर्नुपर्छ भने कुनै एक धर्म वा जातिलाई विशेष प्राथमिकता दिने सोच समाप्त गर्नै पर्छ। सबै धर्म र सबै समुदायलाई समान अवसर दिनुपर्छ र यदि यो परिवर्तन स्थायी रूपमा ल्याउनु पर्छ भने यसको सुरुवात विद्यालय तहबाटै हुनुपर्छ, किनभने वास्तविक परिवर्तनको जरा अर्थात् बाल्यकालबाट सुरु हुन्छ। यति बेला सिङ्गापुरमा अवस्था यस्तो थियो, मलाय समुदायका बालबालिका मलाय विद्यालयमा पढ्थे, चिनिया समुदायका बालबालिका चिनिया विद्यालयमा पढ्थे, अन्य समुदायका विद्यार्थीहरू पनि आफ्नै समुदायका विद्यालयमा जाने गर्दथे। यो समस्याको समाधान गर्न ली कुआन यूले एउटा नयाँ रणनीति अपनाए। सरकारले समुदायका विद्यालय भन्दा धेरै राम्रो पूर्वाधार, सुविधा र गुणस्तरीय शिक्षा भएका सरकारी विद्यालयहरू स्थापना गर्यो। ती विद्यालयहरू अत्यन्तै कम शुल्कमा सञ्चालन गरिए। जब अभिभावकहरूले कम शुल्कमा यति उत्कृष्ट शिक्षा र सुविधा पाउन थाले,
उनीहरूले आफ्ना बालबालिकालाई समुदायका विद्यालयबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्न थाले, किनभने उनीहरूलाई थाहा भयो उच्च स्तरीय शिक्षा सरकारी विद्यालयमै उपलब्ध छ। सरकारी विद्यालयमा पढाइसँगै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र आपसी सम्मान सिकाइन्थ्यो। यही उद्देश्यका लागि ली कुआन यूले संस्कृति मन्त्रालय स्थापना गरे, बहुभाषिक कार्यक्रम सञ्चालन गरे र चिनिया, मलाय, तमिल तथा अङ्ग्रेजीलाई आधिकारिक भाषा घोषणा गरे। देश एकताबद्ध भएपछि उनको अर्को चुनौती अर्थतन्त्र र सुरक्षा थियो। प्राकृतिक स्रोत नभएकाले र सुरक्षा ब्रिटिसकै भरमा भएकाले उनले मलेसियासँग राम्रो सम्बन्ध कायम राख्ने नीति अपनाए। तर उनी एउटा कुरामा स्पष्ट थिए, भ्रष्टाचार अन्त्य नगरी देशको विकास सम्भव छैन। त्यसैले जुन 1960 मा भ्रष्टाचार रोकथाम ऐन लागू गर्दै भ्रष्टाचारी विरुद्ध कडा कारबाहीको व्यवस्था गरियो। भ्रष्टाचार अनुसन्धान गर्ने संस्था CPIB लाई सरकारबाट स्वतन्त्र राखियो, जसले आफ्नो प्रतिवेदन सिधै प्रधानमन्त्रीलाई बुझाउन सक्थ्यो। त्यसपछि सन् 1961 मा EDB स्थापना गर्दै विदेशी लगानी भित्राउने अभियान सुरु गरियो। नयाँ उद्योग खोल्ने कम्पनीलाई कर छुट र केही वर्षसम्म ट्याक्स होलिडे समेत दिइयो। यसले विश्वभरका कम्पनीलाई सिङ्गापुरमा लगानी गर्न आकर्षित गर्यो। यता ली कुआन यूले मलेसियासँग पनि लगातार वार्ता गरिरहेका थिए। उनको विश्वास थियो मलेसियासँग एकीकरण भए सिङ्गापुरको सुरक्षा बलियो हुनेछ र ठूलो बजारका कारण अर्थतन्त्रले तीव्र गति लिनेछ। तर उनले अन्तिम निर्णय जनताको मतबाटै गर्न चाहन्थे। सन् 1961 मा जनमत संग्रह गराइयो, जहाँ बहुसंख्यक नागरिकले मलेसियासँग एकीकरणको पक्षमा मतदान गरे। अन्ततः 16 सेप्टेम्बर 1963 मा सिङ्गापुर आधिकारिक रूपमा मलेसियाको एउटा राज्य बन्यो। तर यो सम्बन्ध धेरै टिकेन। 1964 मा ली कुआन यूले आफ्नो पार्टी PAP लाई मलेसियाली चुनावमा उतार्ने घोषणा गरेपछि केन्द्र सरकार असहज बन्यो। त्यसैबीच मलाय र चिनिया समुदायबीच भएका साम्प्रदायिक दंगाले तनाव झन बढायो। मलेसियाले मलाय समुदायलाई विशेष प्राथमिकता दिन दबाब दियो, तर ली कुआन यूले सबै नागरिक बराबर हुन् भन्दै त्यसलाई अस्वीकार गरे। यही मतभेद अन्ततः निर्णायक बन्यो र 9 अगस्त 1965 मा मलेसियाले सिङ्गापुरलाई अलग गर्दै स्वतन्त्र राष्ट्र घोषणा गरिदियो। रोचक कुरा के हो भने सिङ्गापुर संसारको एकमात्र यस्तो देश हो जसलाई जबरजस्ती स्वतन्त्रता दिइएको थियो। त्यही दिन ली कुआन यूले पत्रकार सम्मेलन गरेर सिङ्गापुरलाई स्वतन्त्र र लोकतान्त्रिक गणतन्त्र रिपब्लिक अफ सिङ्गापुर भएको घोषणा गरे। केवल 2 वर्षभित्रै 250 भन्दा बढी कम्पनीहरू आएर 32,000 भन्दा बढी नयाँ रोजगारी सिर्जना भए। ठूला तेल प्रशोधन उद्योग स्थापना भए। केही वर्षमै सिङ्गापुर विश्वकै तेस्रो ठूलो तेल प्रशोधन केन्द्र बन्यो। सन् 1970 सम्म बेरोजगारी लगभग शून्यमा झर्यो। अरू विदेशबाट कामदार ल्याउनु पर्ने अवस्था आयो। त्यस समयमा GDP 13.94% ले ग्रोथ भयो। सन् 1973 मा EDB ले घोषणा गर्यो, उच्च प्रविधि उद्योगमा लगानी गर्नेलाई 5 वर्षसम्म कुनै कर छैन। ब्याज करमा 45% लाग्थ्यो। ली कुआन यूले त्यो पूर्ण रूपमा हटाइदिए। विदेशी बैंकहरूले ठूलो लगानी गर्न थाले र केही वर्षमै सिङ्गापुर अन्तर्राष्ट्रिय वित्तीय केन्द्र बन्यो। आजको सिङ्गापुर संसारका सबैभन्दा धनी देशमध्ये एक हो। विश्वकै सबैभन्दा सुरक्षित, सफा र व्यवस्थित देशहरूमध्ये एक। 97% भन्दा बढी साक्षरता दर र विश्वस्तरीय शिक्षा प्रणाली, उत्कृष्ट स्वास्थ्य सेवा, विश्वकै सबैभन्दा प्रभावकारी सार्वजनिक यातायात र उत्कृष्ट विमानस्थल। प्रति व्यक्ति GDP करिब $1,27,766 अमेरिकी डलर। हरेक 6 जना मध्ये 1 जना करोडपति। भ्रष्टाचार र अपराध लगभग शून्य। अनुमति बिना वाइफाई प्रयोग, सार्वजनिक स्थानमा धूम्रपान, जेब्रा क्रसिङ बाहेक सडक काट्नु, फोहोर फाल्नु, च्युइङगम बेच्नु, सार्वजनिक शौचालयमा फ्लस नगर्नु, यी सबैमा ठूलो जरिवाना र जेलसम्म हुन सक्छ। धेरैले सोच्छन् सिङ्गापुरको भौगोलिक अवस्थिति राम्रो भएकाले मात्र यस्तो सम्भव भयो। तर इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको भौगोलिक अवस्थिति पनि उत्तिकै राम्रो थियो। तर उनीहरूले सिङ्गापुर जस्तो सफलता पाएनन्। फरक थियो नेतृत्व, नीति र दृष्टिकोणमा। ली कुआन यू भन्थे, यदि सिङ्गापुर आफ्नै खुट्टामा उभिन सकेन भने देश नै रहने छैन, अनि देश नै रहेन भने प्रधानमन्त्रीको कुर्सी जोगाएर के गर्ने। उनले सधैँ दीर्घकालीन सोच राखे, केवल राजनीति होइन, देशको वास्तविक विकासमा ध्यान दिए। सिङ्गापुरको सफलताको दुईवटा आधार स्तम्भ छन्, जनताको एकता र शून्य भ्रष्टाचार। संसारका धेरै देशहरूले सिङ्गापुरको विकास मोडेल नक्कल गर्ने प्रयास गरे, तर यी दुई मूल सिद्धान्त व्यवस्था गरेकाले सफल हुन सकेनन्। एउटा देशको अविश्वसनीय यात्रा, भोकमरी र गरिबीबाट संसारको सबैभन्दा धनी राष्ट्रसम्म।